जिते पनि के सांसद हुन पाउँदैन रे, मन्त्री हुन पाउँदैन रे। मान्छे हुन पाउँछु म मान्छे हुन पाउँछु। तिमीहरूले मलाई मान्छे मात्र हुन दिन्छौ? मान्छे मात्र रहेछु भने पनि भ्रष्टाचारीको महल ढाल्न पर्याप्त छ रवि लामिछाने। मान्छे बन्न त कसले दिएको छैन र लामिछानेज्यू? हजुर त मान्छे नै हो नि। नक्खु जेलमा गए पनि हजुर मान्छे नै हो, पत्रकार भए पनि हजुर मान्छे नै हो, अहिले राजनीति गरेर स्टन्टबाज गरेर पनि हजुर मान्छे नै हो। हजुर त मान्छे हो नि। हो त भ्रष्टाचारीको महल ढाल्न त रवि लामिछाने पर्याप्त छ नि साथीहरू। तर कुन आचरणको जगमा ठगको कालो टीका लागेर, ठगीको कालो टीका लागेर, ठगीकै धरौटी बुझाएर अनि ठगीकै मुद्दा खेप्दै गर्दा भ्रष्टाचारीको ढ्याङ्ग्रो बजाउँछु भनेर पनि भाषण गरेर जनतालाई चाहिँ जुरुप जुरुप उचाल्न सक्ने ठुलो खुबी क्षमता भएका व्यक्ति हुन् रवि लामिछाने। साथीहरू, रवि लामिछानेको म उच्च प्रशंसक हो। तर उनले यही भाषण आफूलाई ठगको कालो टीकाबाट मुक्ति पाएपछि बोलेदा राम्रो हुन्थ्यो भन्ने सुझाव त दिन पाइन्छ होला नि। घन्टेका ग्याङ आएर गाली गर्ने होइन। फेरि एउटा सुझाव हो यो, कम्तीमा आफ्नो आचरण सफा हुनु पर्यो, आफ्नो चरित्र सफा हुनु पर्यो, अनि बल्ल अरूका चरित्र सुधार्नलाई, अरूका आचरण सुधार्नलाई बल्ल तपाईँले कुरा गर्न सक्नुहुन्छ। देशलाई खलानी बनाएर जेलबाट दौडेर भागेर आएर सिंहासनमा बस्छु भन्ने दाउ गर्ने माठगले फेरि एउटा सुशासनको ढोकी फुकेछ। अनि मेरो शरीरभरि विश्व म तै पनि लडिरहनेछु आम नागरिकका लागि भनेछ। लडिराखेका छन्। हिजो अमेरिकामा गएर आम नागरिकका लागि लडिराखे। अमेरिका निकाले खोजिसकेपछि फेरि नेपाल आएर अमेरिकाकै पासपोर्ट र अमेरिकाकै नागरिकता लिएर आम नेपाली नागरिकका लागि लडिराखे। त्यति मात्रै होइन, मकै पोलेर पसिना बगाएर साधारण नागरिकले कमाएका बचतमा पनि उनी लडिराखे। अनि जेलमा रहँदै गर्दाखेरि त्यहाँबाटै निर्देशन दिएर यत्रो सार्वजनिक सम्पत्ति र निजी सम्पत्ति ध्वस्त बनाउनका लागि पनि उनी लडिराखे। अनि राजनीतिक प्रतिशोधका कारण मलाई जेलमा राखिएको, मैले ठगेको छैन भनेर दावी गर्नेले फेरि 2.5 करोड धरौटी तिर्न तयार भएछन्। यो कुरालाई आम नागरिक र पीडितले कसरी बुझ्ने होला? अनि यस्ता माठगहरूको फन्डा अनि सुशासनको ढोगी चाहिँ हामीले पत्याइदिइ राख्नुपर्ने। देखियो भाषण देखियो है, बाघको भाषण देखियो, खोरबाट निस्केको बाघको भाषण देखियो। के भन्नु भएको छ? मलाई मान्छे बन्न दिनुहोस् अनि एक एक भ्रष्टाचारीलाई तह लगाउँछु, यो लगाउँछु, त्यो लगाउँछु भन्नुभएको छैन। तपाईँ एकजनाले गरेर तह लगाउने तपाईँको त्यो ऊ होइन। तपाईँ आफ्नो भएको बेला मुद्दा मामिला क्लियर गर्नुहोस् होइन, आफ्नो भागमा पैसा परेको पैसा तिर्छु भन्नुभएको छ, त्यो तिर्नुहोस् अनि मान्छे भएर बाँच्नुहोस्। तपाईँले त्यो भ्रष्टाचारीलाई तह लगाउने तपाईँको त्यो काम होइन। तपाईँ आफ्नो काम पहिला राम्रोसँग गर्नुहोस् होइन, आफ्नो पहिला मान्छे बन्नुहोस्। मेरो पनि त्यही सजेसन छ, तपाईँ पहिला मान्छे बन्नुहोस् के रविजी, मान्छे बन्नुहोस्। मान्छे बनिसकेपछि तपाईँले थाहा पाउनुहुन्छ कि अर्काको पैसा खानु, अर्काको लासमाथि टेकेर हिँड्नु कतिसम्म चाहिँ घोर अपराध रहेछ। त्यसपछि तपाईँले थाहा पाउनुहुन्छ। पहिला मान्छे तपाईँ सही भन्नुभयो, तपाईँ पहिला मान्छे अरूले तपाईँलाई मान्छे बन्न होइन, बनेर बाँच्न दिने होइन कि तपाईँ आफै स्वयंले पहिला मान्छे बन्नुहोस्। तपाईँ पहिला